2058 साल जेठ 19 गते शुक्रबारको दिनमा यिनको परिवारलाई ध्वस्त बनाएको थियो होइन, लखटी हानेको थियो होइन। त्यही पनि जिएनजीको नाममा तिमीहरूलाई हिमालय काङ्ग्रेस माओवादीले छोडिदिएको छ। अझै पनि मैले भनिरहेको छु, देशमा राजा ल्याउने हो। यो जति पनि मान्छे के जेलमा थुनेर राखेका छन् ती सबलाई काम लाउने हो। खोला सफा गर्न लाउने हो, वन सफा गर्न लाउने हो। केपी बा शेरेबा जस्तो, प्रचण्ड जस्तो अब मान्छे नेपालमा नजन्मोस्। आर्मी कडा हुनु पर्यो, पुलिस कडा हुनु पर्यो, सशस्त्र कडा हुनु पर्यो, राजा पनि कडा हुनु पर्यो, प्रधानमन्त्री पनि कडा हुनु पर्यो। त्योभन्दा पनि कडा जनता हुनु पर्यो। बुझ्नुभयो? जनता कडा भयो भने सबजनाको लेभल मिल्छ। हामी 56 वर्ष अगाडि जन्मेको देशको मान्छे अरूको देशमा गएर भाँडा मान्ने, लुगा धुने, भड्याङ पुछ्ने, के अरे गाडी सफा गर्ने, के अरे सुपर मार्केटमा काम गर्न चाहिँ अब कुनै देशमा पनि गइँदैन। बुझ्नुभयो? भाँडा मान्दा, लुगा धुन, के अरे भड्याङ पुछ्न अर्का देशमा जानुपर्छ। जसले राजाको भाग लुटेर खाछौ होइन, खुर्कन के अरे राजाको भाग चाहिँ दिइहाल। 2058 सालमा के अरे जेठ 19 गते शुक्रबारको दिनमा राजालाई जसरी लखटेर मारेको थियो नि, देख्यो होला नि त। अब धनी मान्छे कसरी मर्छ? पार्टीमा जाँदाखेरि विचार गरेर जानु। कसैको फ्रीमा खाना पायो भने क्वाप्प खाइ नहाल्नु। राजा वीरेन्द्रलाई हेरेर बाँच्नु, राजा ज्ञानेन्द्रलाई हेरेर बाँच्नु, अनि के अरे शेरबहादुरलाई हेरेर बाँच्नु, केपीलाई हेरेर बाँच्नु, प्रचण्डलाई हेरेर बाँच्नु। प्रचण्ड र केपी बा जस्तो, शेरेबा जस्तो मान्छे चाहिँ नजन्नु। सबैभन्दा चोर चाहिँ प्रचण्ड नै होला। एनी आऊ प्रचण्ड भगाऊ, एनी आऊ प्रचण्ड भगाऊ, एनी आऊ प्रचण्ड भगाऊ।